हरिबोधिनी एकादशीको कथा। एकपटक भगवान नारायण विष्णु गहिरो योग निन्द्रामा गए। आषाढ महिनाको शुक्ल एकादशीको दिन उहाँ शेषनागको शय्यामा क्षीरसागरमा निन्द्रामा प्रवेश गर्नुभयो। उहाँको निन्द्राको 4 महिनाको समयलाई नै चतुर्मास भनिन्छ। त्यो समयसम्म पृथ्वीमा विवाह, यज्ञ, पूजाआजा जस्ता शुभ कार्यहरू रोकिएका थिए। सबै देवताहरूले पनि भगवान विष्णुको जागरण पर्खिरहेका थिए। 4 महिनापछि कार्तिक महिनाको शुक्ल पक्षको एकादशी दिन भगवान विष्णुको निन्द्रा समाप्त भयो। त्यो दिनलाई नै हरिबोधिनी एकादशी भनिन्छ, किनकि हरि अर्थात् विष्णु र बोधनी अर्थात् जागरण, अर्थात् भगवान विष्णु यस दिन जाग्नुहुन्छ। हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रूपमा लिइन्छ। यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो। जो व्यक्ति यस दिन व्रत गर्छ, भगवान विष्णुको नामले जागरण गर्छ र तुलसीलाई अर्पण गर्छ, उसले असीम पुण्य प्राप्त गर्छ, पापमुक्त हुन्छ र मोक्षको मार्गमा प्रवेश गर्छ। हरिबोधिनी एकादशीले भगवान विष्णुको जागरण मात्र होइन, जीवनमा धर्म, जागरूकता र सत्कर्मको सुरुवात पनि जनाउँछ।